दर्शकबिन सम्पूर्णमा शुभ बिहानीको झुल्के घाम सँगसँगै सबैजनालाई नमस्कार टक्राउन चाहेँ। विशेष म अहिले बिहान लखर यसो जिउलाई फिजिकल गर्नका निमित्त म खुल्ला आकाश मुनिको छत्र छाया मुनि उपस्थित भइसकेको छु। यसै गरी कार्यक्रम सञ्चालक म हेमराज कार्की र किनकि यहाँ मेरो अगाडि म जाँदै गर्दाखेरि बाटोमा तपाईँहरूलाई म एउटा चिज देखाउँदैछु, बर र पिपल। यो बर र पिपलको वास्तविकता के हो भनेर कतिपयलाई लाग्छ होला, होइन? यो बर पिपलको वास्तविकता नेपालमा बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, बुवा आमाहरू, हजुरबा हजुरआमाहरू सबैलाई नै थाहा छ। विशेष यो पिपलको रुख भनेको एक बस्ने चौतारीको विशेषता हो। दोस्रो विशेषता चौतारीको रूप लिँदै दोस्रो विशेषता भनेको चाहिँ यो हामीले बर र पिपललाई एउटा बिहे गर्ने चलन पनि छ कतिपय, होइन? र कसैले आफ्नो जिजु बाजेको नाममा पनि रोपिदिएको हुन्छ भने, होइन? यसरी नै यो बर पिपलको यथार्थ यहीँबाट सुरु हुन्छ। यसलाई विशेष तपाईँको पूजा सुजामा पनि यसको बर पिपलको पात सात, होइन, परम्परा छ। र झापामा रहेको अहिले आज यही माघको 11 गतेको दिन धेरै बाक्लो हुस्सेको साथ म पनि रुच्दै भिज्दै तपाईँहरू समक्ष तपाईँहरूलाई भिडियोद्वारा संरक्षण गर्दै अगाडि बढ्दैछु। अगाडि बढ्दै जाने क्रममा हेर्नुहोस्, कुहिरो धेरै छ चारैतर्फ। हेर्नुहोस्, यो विशेष चिसोले मकैलाई धेरै असर पुर्याएको पनि देख्दैछु म यहाँबाट, किनकि यो चिसोको कारणले मकै बन्न सक्दैन। हेर्नुहोस्, त्यही माथिका मकै हेर्नुहोस् कति अग्ला भइसके। अब यो धेरै चिसोमा परेर होला विशेष। ल यहीँ हेर्नुहोस्, यो यताको मकै भनेको सँगै रोपेका मकै हुन्। कुनै चिसोले हेर्नुहोस् नेपाल यति सुन्दर त ठाउँ छ कि ल हेर्नुहोस् त, हरेक खेतीपातीमा पिच बाटाहरू छन्। हेर्नुहोस्, चारैतिर कुहिरोले ढाकिरहेको छ। हेर्नुहोस् न, बिहान यो खुल्ला, न सहर छ न बजार छ, होइन? चराचुरुङ्गीको आवाजसँगै रमाउँदै सुसेलीको तालमा म अगाडि बढ्दैछु। दर्शकबिन, तपाईँहरूले विश्वभरि जाँदा बसेर जुन माध्यमबाट हेर्दै हुनुहुन्छ, विशेष यो मेरो भिडियो युट्युब च्यानलमा जान्छ। मेरो युट्युबको नाम सायद धेरैलाई थाहा नहुनसक्छ। थाहा पाउनुहुने साथीहरूले पनि सब्सक्राइब चाहिँ गरिदिनुहोस् भनेर भन्न चाहन्छु। र सब्सक्राइब गर्नका निमित्त सम्पूर्ण दर्शकबिनहरूले, किनकि एउटा मैले तपाईँहरूलाई विशेष विदेशमा बस्ने, होइन, साथीहरूले नेपालको भूभाग जाडोको समयमा कस्तो रफ्तारमा चल्दैछ भनेर भन्नुहुन्छ भनेर मैले यो भिडियो संरक्षण गरेको छु। र मेरो युट्युब च्यानलको नाम छ हेमराज कार्की भ्लग भनेर लेख्नुहोस्, सर आउँछ। लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस् है त। हेर्नुहोस्, तराईका विभिन्न फाँटाहरूमा मैले तपाईँहरूलाई देखाउँदैछु। चारैतर्फ तपाईँको तराईमा खेतीपाती हुन्छ, होइन? बस्ती तपाईँको एक ठाउँमा हुन्छ भने खेतीपाती चाहिँ वरपर देखिन्छ। ल हेर्नुहोस्, तराईका फाँटहरूमा रुखमा रुख, कोलाघारीमा कोलाघारी रोपे। बाँस झ्याङ चाहिँ यहाँ अलिक सानो रहेछ, तर विशेष यो नयाँ रोपेर होला। हेर्नुहोस्, मलाई लाग्छ कि तराईमा केही हुँदैन भन्थे बुढापाकाले पहिला, तर तराईको फाँटहरूमा मैले कोला चाहिँ विशेष यहाँको कोलाघारीहरू धेरै राम्रो फलेको देख्छु। ल हेर्नुहोस्, यो नहर देखाउँदैछु म तपाईँलाई। यो विशेष नहर किन बनाइयो भन्नुहुन्छ भने बर्खाको बेलामा तराईमा पहाडको तीव्र
पानीको वर्षाका कारणले धेरै ठुलो खोला नाला भरिएर गाउँ पस्ने अवस्थाले गर्दा गाउँमा पस्ने अवस्थाले गर्दा टोल हैन टोलमा चाहिँ यस्तो नहर बनाइन्छ। यतिखेर पानी हुँदैन, चराचुरुङ्गी पनि उडिरहेका छन् हेर्नुहोस्। त्यसैले यसको प्रयोग गरिन्छ। पछि असार साउन जेठमा चाहिँ यसको निकास यसरी गरिन्छ। जति म अगाडि बढ्दै जान्छु त्यति तवालो बाक्लिँदै जान्छ, त्यति म हेर्दै जान्छु रमाइलो क्षण बिहानको। झुल्के घाम सँगसँगै हेर्नुहोस् फेरि अर्को कोलाघारी त हिँड्दै पछि आउँछ हेर्नुहोस्। ल हेर्नुहोस् कोलाघारी, बाँसझ्याङ, आँपको बिरुवा, लहरी हेर्नुहोस्। यसको दाल यति मिठो हुन्छ। ल बाँसझ्याङ कोलाघारी हेर्नुहोस्, देख्नुभयो? ल हेर्नुहोस् फल्दैछ। आउनुहोस्, तराईमा बस्नुहोस्, गाडीका सुविधा लिनुहोस्, परिश्रम चाहिँ गर्नु पर्यो। सबै कुरो घरमा बसेर उपरखुट्टी लाएर त सबै थोक आउँदैन हैन। यसलाई विशेष दुःख गर्नु पर्यो, मलजल गर्नु पर्यो, खनजोत गर्नु पर्यो। खनजोत पनि त्यत्रो पर्दैन, पाहाडको जस्तो तपाईँको खन्नै पर्छ जोत्नै पर्छ भन्ने छैन। तराईमा चाहिँ विशेष ट्र्याक्टरले नै जोत्ने हो, हामीले त यसो रोप्ने मात्रै हो। हेर्नुहोस् न, आउनुहोस्। बिहान तपाईँहरूकै लागि मैले रात पनि नभनी दिन पनि नभनी हैन, हरेक दृढताका साथ, हरेक कुराका सङ्घर्षका साथ मैले तपाईँहरूलाई विशेष यो भिडियो बनाएर प्रस्तुत गराइ नै रहेको छु। र तपाईँहरूले हेरिसकेपछि सबै साथीहरूलाई मैले अघि पनि पुनः दोहोऱ्याएँ, यसरी नै मनोरञ्जनका साथ सब्सक्राइब, कमेन्ट, लाइक गर्नु होला। हेर्नुहोस् एउटा गोरेटो बाटो यति राम्रो छ। तराईको गोरेटो पाहाडमा भए खाल्टा हुन्थे, तराईमा खाल्टा विशेष हुँदैनन्। यहाँ तपाईँका वेट द्याट ट्रक पनि कुद्छन् यो बाटोमा। हेर्नुहोस् तराईमा हेर्नुहोस् कोलाघारी चाहिँ धेरै हुन्छ। जता गयो कोलाघारीकै वर्णन गर्न मन लाग्छ म। हेर्नुहोस् मकै भर्खर मसिनै छन्। यी चाहिँ सिसाउका रुख हुन्। हेर्नुहोस् पाहाडमा हुने झार यहाँ पनि छ, सायद बुलाकी झार कि के भन्छ यसलाई। ल हेर्नुहोस् सिटी पनि आउँदैछ, सिटी ड्राइभर हेलो मर्निङ। विशेष मैले यस्ता भिडियोहरू सार्वजनिक गरेको हुन्छु। मैले आँखाले देखेसम्म र मेरो नजरले भ्याएसम्म। ल हेर्नुहोस् सबै तपाईँलाई देखाउँछु। बाँसझ्याङ हेर्नुभयो, कत्र झ्याङ छन्। फेरि अब कुरो आयो त्यही कोलाघारीको। ल हेर्नुहोस् जति अगाडि बढ्दै गयो, जति रफ्तार अगाडि बढाउँदै गयो, जहाँ तहीँ कोलाघारी। ल हेर्नुहोस् फेरि ल हेर्नुहोस् कोला भन्ने चिज यस्तो हो कि चिसन पानीको छेउमा आसपासमा भयो भने ल हेर्नुहोस् ल घरि नै नुङ्गेरी फल्किन्छ। ल हेर्नुहोस् अलिकति खोल्साको आड र डिलको आड त भेट्नै हुँदैन यसले, पानीको चिसो। त्यसैले अहिले बिहानको भिडियो म यहीँ बन्द गर्दछु। ल सबैजनालाई नमस्कार, शुभ यात्रा, शुभ दिन रहोस्, जय होस्, कल्याण होस् सबैजनाको। मैले क्यामेरा विशेष आज फोकस तानेर बनाएको छुइनँ, किनकि तान्दाखेरि तपाईँको सबै हुस्सेले गर्दा किरिमिरी आउने भएको कारणले मैले जति पनि तपाईँलाई देखाएँ सबैले मनोरञ्जन लिनुहुन्छ भन्ने म आशावादी छु। हवस् त, धन्यवाद।